यसको मेन फाइदा भनेको हामीले बच्चादेखि टिनेजदेखि नै कुनै इमेल आइडीहरू चलाइराखेको हुन्छ, धेरै ठाउँमा युज गरिसक्छौँ, ब्याङ्कहरूमा पनि युज गरेको हुन्छ। अब पुरानो आइडी मन परेन, नयाँ आइडी बनायो, अब सबै ठाउँमा चेन्ज गर्दै हिँड्न पनि अप्ठ्यारो हुन्छ। त्यसैले यो पुरानो आइडीलाई नै चेन्ज गरेर नयाँ आइडी बनाउने सुविधा हो यो। पुरानो आइडीमा जुनसुकै म्यासेज आए पनि हामीले नयाँ आइडीमा रिसिभ गर्न सक्छौँ। त्यसैले पुरानो आइडीमा मैले कुन ठाउँमा युज गरेको छु भनेर सम्झिन पर्ने कुनै जरुरी छैन। हामी नयाँमा चाहिँ नयाँ आइडी युज गर्न सक्छौँ। पुरानो जहाँसुकै युज गरे त्यो नयाँमा पनि आउँछ। म्यानेज योर गुगल अकाउन्ट। यता छेउमा पर्सनल इन्फो भनेको छ, पर्सनल इन्फो। यो मोबाइलमा पनि यही तरिकाले गर्नु होला, सेम हो, सेम प्रोसेस। इमेल, त्यसपछि यो आफ्नो इमेलमा पुरानो आइडीको म्यासेजहरू सबै नयाँमा आउँछ, कुनै समस्या हुँदैन, त्यसमा टेन्सन लिनु कुनै पर्ने नै छैन। चेन्ज गुगल अकाउन्ट इमेल। तल युजर नेम भनेको छ, यहाँ युजर नेममा नयाँ आइडी राख्नु होला। आफूलाई जुन आइडी राख्न मन लागेको छ नयाँ युजर नेम। हामीले यो नयाँ आइडी बनाइसकेपछि सबै ठाउँमा चेन्ज गर्नै पर्दैन। अब नयाँ ठाउँमा चाहिँ यो नयाँ आइडी चाहिँ राख्नु होला। पुरानो म्यासेजहरू हामीले यही नयाँ आइडीमा रिसिभ गर्न सक्छौँ, कुनै समस्या हुँदैन। पुरानोमा सब ठाउँको पुरानै छोडिदिनु होला, केही फरक पर्दैन। चेन्ज इमेल। यो मेरो माथि करेन्ट भनेको अहिले हुँदै गरेको आइडी हो, तल न्यू भनेको चेन्ज गरेपछिको आइडी। यस, चेन्ज इमेल। ओके, मेरो यो चेन्ज भइसकेको छ, यो मेरो नयाँ इमेल हो, यो नयाँ इमेल भयो। हाम्रो तल पुरानो इमेल पनि हुन्छ। हामीले कुनै दिनमा नयाँ इमेल मन परेन र फेरि पुरानै चलाउन मन लाग्यो भने पनि चलाउन मिल्छ। तर फेरि अर्को नयाँ तेस्रो आइडी चाहिँ एक वर्ष 12 महिनासम्म नयाँ बनाउन मिल्दैन। यही दुईटालाई युज गर्न, हेराफेरी गर्न चाहिँ मिल्छ। तलमाथि हामीले जुनसुकै युज गर्न पनि मिल्छ, जुनमा युज गर्दा पनि हुन्छ। तर अहिले यो सुविधा सबै देशमा आइसकेको छैन, दिएको छैन जिमेलले। यो कुनै देशमा कुनै आइडीमा मात्रै हो, सबै आइडीमा पनि छैन, सबै देशमा पनि छैन है।